हामीलाई गेटबाट मिडिया आउन नि दिँदैन यहाँ अलिकति हामीलाई वञ्चितमा राखेको छ वञ्चितमै छ हामी है अनि यहाँबाट बोल्न पाइन्न मिडियासँग नबोला मिडियालाई आउन नजाऊ भनिराखेको छ त्यस्तो पनि छ अरे अब यहाँको मान्छे हामी चिनेको तिमीहरू यहाँ बढी बढ्यो भने यहाँबाट निकालिदिन्छ सटकमा राख्यो सरकारसँग माग के छ अहिले छोटकरिया भने राख्नु र हामी निकालेर राखिदिन्छ भने महानगरको अधिकृत माग के छ भन्नुहोस् त सरकारसम्म हामीलाई चाहिँ के अरे घर जग्गा चाहियो यसरी विस्थापित भएन अब बर्खा लगाइसक्यो यो सधैँ हामी यसरी पालमा बसेर धम्की पनि आउन थालेको तपाईँहरूलाई बोल्न नदिनुहोस् बोल्नु हुँदैन बोल्न पाउँदैन मिडियालाई आउन नदियो भने चाहिँ बोल्न नदियो कुन चाहिँ महानगरको उसले के अरे चाहिँ तपाईँले के अरे महानगरको एकजना बहिनीले के भन्दै थियो अनि तपाईँ यहाँ उहाँले त होइन नि होइन अनि तपाईँहरू यसरी यहाँ बोल्छ भने हामी यहाँबाट निकालिदिन्छौँ भन्नु अब तपाईँ बोल्नुभयो तपाईँलाई अब निकाल्ने हो अनि त मैले के भन्यो भने मिडियामा बोल्नु हामी रगत पसिना बगाएर ल्याएको संविधान हो संविधान भित्र बसेर कुरा गर्नुहोस् योभन्दा बाहिर कुरा गर्न पाउनुहुन्न तपाईँले भने कुन शासन